खेतबाट अनि हामी चाहिँ घर फर्किँदै खरेको ल अगाडि हाम्रो आज अनि फाइनल हो कामदारीहरू घर जाँदै हुन्छ हामी घर जाँदैछौँ आजको हामी चाहिँ पौस्यो होइन रुको जरा सबर करो फाइनल भएर सकेर हामीले एउटा खेत चाहिँ सक्यौँ अब शाबाश बेटा अझै दुईटा चाहिँ बाँकी छ त्यतिमा हामी फाइनल हानेर होइन होला के हो त्यो माथिको चाहिँ हामीले फाइनल गरेर आएको होइन अब दुईटा खेत बाँकी छ तर भोलि पर्सि नै हुन्छ के बोले भाइ के बोले काम तमाम खतम अनि यस्तो छ गाई चाहिँ हाम्रो खेतहरू है यस्तो छ खेतहरू अनि उता पर एउटा आउँदैछ पर हल्लिँदै आउँदैछ त्यो अनि एकदम चाँडै आइज हात उठा न अनि के हो हेलो आइ पनि भन्दैनस् आउँदैछ उता एकजना अनि आज चाहिँ पानी पलास्दै भएछ है आकाशहरू दाजु अलिकति धुम्मिरहेको छ आकाशको सिनहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरू हाम्रो खेत चाहिँ माथि थियो त्यो चाहिँ सकेर आएको अनि सो हामी चाहिँ घर जाँदैछौँ गाई चाहिँ होइन एउटा आउँदैछ उता कराउँदै यता भन्दै अनि अब के गर्नु त गाई आउँदैछ है त्यहाँ आमा कस्तो हेर्छौँ भएर च्याट्टैबाट आउँदैछ के हो यार जाडो खाइछु के हो आउँदैछ गाई चाहिँ होइन एउटा कामदारी अनि ज्यानदार डेन्जर हो नि यो त फेरि होइन के छ त अनि एकदम भात खाइस् न खाइए नि ल ठिक छ अनि हामी चाहिँ घर फर्किँदैछौँ भोलि पनि आउने त त्यहाँ आउनु पर्ला नि ए ल अनि टक्क आउने हैन अनि सुँगुरको मासु खाइस् त सुँगुरको मासु शाकाहारीले मांसाहारी बनाउने होइन सुँगुरको अनि अघि माया थियो मासु खाइनस् कहानी शाकाहारीले मासु खान्छ त कस्तो कुराहरूको यार मान्छे त आलु पाडेर छ नि आलु पाडे हो ल गरेको छ बोकेर अगाडि निकाल्ने अनि हामीले चाहिँ आज फाइनल हानेको होइन पोस्ट गर्ने चाहिँ गाइज होइन अनि हाम्रो मेघराज के हो याक्थुङ छ हो कुरुम्बङ छ हामी लिम्बू होइन लिम्बू हो माथिल्लोपट्टिको छेउको चाहिँ अनि हाम्रो दाजु त झन् मेन लिम्बू भइहाल्यो अनि म चाहिँ अब के हो तपाईँहरूले भन्नुपर्छ गजब बेइज्जती तपाईँहरूले कमेन्टमा भन्नुपर्छ गाइज होइन के हो होइन यहाँ चाहिँ डेन्जर लक्कडी कटिङ हुँदैछ बाटो ओभर डिस्टर्ब भइरहेको छ यहाँ अनि हामी चाहिँ घर फर्किँदैछौँ गाइज हामी चाहिँ अब यहाँ चाहिँ रोड हेर्नु न गाइज रोडमा चाहिँ अब यस्तो छ है डेन्जर भइसक्यो क्या रोडमा चाहिँ यसरी लक्कडी सकडी काटेर चाहिँ जङ्गल भइसक्यो अनि हामी चाहिँ घर फर्किँदैछौँ गाइज अनि अगाडि हाम्रो खेतालाहरूले हेर्नु न त्यहाँ के गर्दैछन् दाउरा निकै दाउरा के गर्नुभएको भाउजू यार पैसा कमाउनु पर्यो नि होइन पैसा कमाउनु हुने रे स्याबास ए सुकेको दाउरा रहेछ नि त होइन पैसा कमाउने कि बोक्नु सुकेको दाउरा हुन्छ होइन दाउरा सुकेको दाउरा हो क्या चिन्ता नगर्नु न भाइरल भएपछि उयो सुकेको दाउरा हो त्यो चाहिँ आगो पुग्नलाई लगेको अनि लक्करीहरू चाहिँ सो हाम्रो गाइजहरू पछाडि हेलो गाइज ल त गाइज कोही डोको बोकेर कोही के बोकेर होइन वासिङ मेसिनहरू हो क्या उता अगाडि छ वासिङ मेसिनहरू चाहिँ चट्ट प्लास्टिक बोकेर च्याट्टै भइरहेछन् वासिङ मेसिन गएको भोलि के लिएर आउनु वासिङ मेसिनहरू घर लाग्यो गाइज वासिङ मेसिनहरू घर लागिसक्यो अब हामी चाहिँ यता तल यसरी जानुपर्ने हुन्छ यहाँ तल यो रुखको तल जाउँ न अनि सुँगुरको मासु खानु छ त अनि आइज न अनि मलाई कस्तो कुरा गर्छौ
ओइ नगे झर्न अनि बकुला हो त्यहाँ तलबाट जान्छौँ हामी चाहिँ घर अनि यो चाहिँ निसिमी अनि म अनि यता हाम्रो गाईचहरू ठिकै हो आली पनि लाउने हो दाउरा पनि कोदालो पनि बोक्ने हो भात पनि पकाएर खाने हो आगो नि बोक्ने हो होइन अब ग्यासको सुविधा छैन अहिले के बोले भाइ के बोले तर रोडको चाहिँ सुविधा छ है गाई रोडको छैन यसरी बाइक आउँछ यता लकडी काट्दैछ कता हो खोइ भाउजू नदिन त्यसो नगरौँ ल त गाइज हामी घर फर्केको हामी यहाँदेखि तल जान्छौँ यता यस्तरी जाँदैछ हाम्रो गाइजहरू लु बाई बाई आजको भ्लग यति नै सो बाई बाई टाटा